हेलो साथीहरू, आज चाहिँ म कुखुराको मासु बनाउँदैछु। सुरुमा चाहिँ मैले टमाटर अनि हरियो खुर्सानी प्याज काटेर लसुन अदरकको पेस्ट बनाएको छु। त्यसपछि चाहिँ मैले मसला रेडी गरेर राखेको छु। अब चाहिँ म मासु बनाउन सुरु गर्छु। सुरुमा ग्यास अन गरेर कढाई बसालेँ। कढाई तातिसकेपछि यसमा तेल हालेँ, मैले तोरी र जिराको बुटन हालेँ। त्यसपछि मासु हालेँ। मासुलाई राम्रोसँग अब म यसलाई चलाउँछु। यसलाई राम्रोसँग चलाइसकेपछि यसलाई रातो हुने गरी चलाइसकेपछि अनि यसमा चाहिँ म प्याज राख्छु। प्याज राखिसकेपछि राम्रोसँग यसलाई चलाइसकेपछि अदरक लसुनको पेस्ट पनि हाल्ने मासुमा अनि फेरि यसलाई राम्रोसँग चलाइसकेपछि फेरि म यसमा हरियो खुर्सानी राख्छु। हरियो खुर्सानी राखेर पनि चलाउँछु यसलाई राम्रोसँग मासुलाई। त्यसपछि मैले अघि काटेर राखेको टमाटर राखेँ। टमाटर राखिसकेपछि पनि फेरि राम्रोसँग चलाउने अनि यतिको भइसकेपछि मैले मसला राखेर पनि राम्रोसँग यसलाई चलाउने। राम्रोसँग चलाइसकेपछि नुन राखेँ स्वादअनुसार मैले अनि नुन राखिसकेपछि फेरि मासुलाई राम्रोसँग चलाउने। यतिको रातो हुन्छ राम्रोसँग चलाउने अनि राम्रोसँग चलाइसकेपछि फेरि मैले यसमा थोरै मिट मसला राखेर फेरि यसलाई चलाइसकेपछि यसलाई राम्रोसँग यत्तिको पाकिसकेपछि यसमा मैले ढक्कन लगाइदिएँ। ढक्कन लगाइसकेपछि 5 मिनटपछि हेरेँ यतिको रातो भइसकेको थियो मासु भुटेर। त्यसपछि मैले थोरै पानी राखेँ। यसमा पानी ग्रेभी बनाउनको लागि पानी राखेँ अनि पानी राखिसकेपछि फेरि यसलाई राम्रोसँग चलाएँ। मैले राम्रोसँग चलाइसकेपछि फेरि यसलाई राम्रोसँग पाक्न दिने। उम्लिसकेको छ अनि मैले अझ फेरि थोरै पानी राखेर राम्रोसँग यसलाई उमालिसकेपछि यत्तिको पाकिसकेको छ मासु पाकेर रेडी भइसक्यो। त्यसपछि मैले यसमा हरियो धनियाँ राखेर फेरि मैले मासुलाई चलाएँ राम्रोसँग। यो चाहिँ पाकेर रेडी भइसक्यो साथीहरू। हजुरहरू पनि यस्तै गरी बनाएर खानुहोला। हस्त धन्यवाद।